Hello, good afternoon. It's me Suman. Welcome back to my channel. Yes, आज म चाहिँ आफ्टर लङ डे भन्दा चाहिँ 2-3 दिन भयो क्या लगभग 1 विक भयो क्या भ्लगिङ गरेको थिएँ होइन आज चाहिँ हल्का भ्लगिङ गरेर मन लाग्यो फाइनली मैले चाहिँ साइकल पाएको छु हाम्रो तिलक ब्रदर हुनुहुन्छ उहाँले साइकल दिनुभएको छ र म चाहिँ आज मेरो सेकेन्ड डे म चाहिँ ड्युटीमा जाँदैछु अब तपाईँको चाहिँ ट्रममा गयो भने चाहिँ 1 आवर लाग्छ साइकलमा गयो भने चाहिँ तपाईँको चाहिँ 125-30 मिनट लाग्छ होइन चेक इट आउट गाइस साइकलमै मजा के लाएर होइन अब ट्रममा गयो तपाईँको चाहिँ अब 3टा ट्रम चेन्ज गर्नुपर्ने तपाईँको चाहिँ 1 घन्टा 15 मिनट लाग्छ कम्पनी पुग्न अब तपाईँको चाहिँ जब 7 किलोमिटर छ कि यहाँबाट डिस्टेन्स चाहिँ होइन बसमा गयो भने एराउन्डै 1 आवर चाहिँ लाग्छ नि साइकलमा गयो भने तपाईँको सर्टकट वे होइन अन्ली तपाईँको चाहिँ 20 to 30 हो कि स्पिडले कुदाएको भने चाहिँ 20 मिनट अब बिस्तारै जाउँ भने चाहिँ 30 मिनट पुग्छ होइन आज म चाहिँ साइकल ब्लग है त गाइज त्यस्तै छ अब ड्युटी गर्नै पर्यो साइकल चलाइरहेकै छ हाम्रो तिलक सरलाई थ्याङ्क यू भन्नै पर्छ थ्याङ्क यू सो मच उहाँले साइकल प्रदान गरिदिनु भयो मेरो साइकल आउँदैछ कि नआउँदै युज गर्नु भन्नुभयो त्यसको लागि पनि उहाँलाई धेरै धेरै धन्यवाद ओके गाइज साइकलमा आनन्द आउँछ नि छुट्टै मजा खाने होइन साइकलको आनन्द छुट्टै छ अब हल्का यो सबै ठिक छ साइकलको हल्का यो सिट र ब्रेक चाहिँ हल्का चाहिँ रिपेयर गर्नुपर्ने रहेछ त्यसपछि गएर चाहिँ एभ्रिथिङ इज गुड छोटो मौसम पनि चिल छ होइन आफ्टरनुन ड्युटी परेको छ अहिले चाहिँ तपाईँको 2:35 भयो बेलुकाको 4 बजेदेखि ड्युटी स्टार्ट हो अनि जानु पऱ्यो आधी घन्टा ड्रेस लाउनु पऱ्यो यताउता गर्दाखेरि चाहिँ समय ठ्याक्कै बितेकै थाहा हुँदैन या यस मेन लाइक द्याट अब यहाँबाट चाहिँ सर गइन्छ होइन हाम्रो तिलक सरलाई भेट्नुहुन्छ आज होइन साइकल कसले दियो के दियो म देखाउने छु है त यहाँ कस्तो सिस्टम कस्तो क्या अब यो उतापट्टि लेन अर्कै छ यहाँले साइकलको लेन छुट्टै छ क्या तपाईँको होइन सिस्टम भनेको सिस्टमै हुन्छ क्या वाउ हेभेन मजाको छ क्या मौसम पनि त्यस्तो दामी छ गाइज ड्युटी जाँदैछु गाइज है साइकलमा हो सट्टा लगाएर होइन के हुन्छ कस्तो हुन्छ देखाउनु चाहिँ कति मिनट लाग्छ होइन त्यस्तै छ अब ड्युटी गर्नु पऱ्यो होइन यो चाहिँ सुलिनेस्का स्टेसन हो गाइस उताबाट होइन यो चाहिँ सुलिनेस्का स्टेसन या जिस्काउँछन् कि अनि बुढाहरूले गर्मी कस्तो हुनाले चाहिँ स्वात्त पनि गर्मी छैन तर चिसो हावा छ तर चाहिँ यहाँको गर्मी डढ्ने क्या
अस्ति म वर्कआउट रनिङ गर्न जान्थेँ होइन अनि मलाई त्यस्तो फिल भयो नि चिसो छ गऱ्यो भनेर मैले वास्तै गरिनँ अनि पसिना आउने चिसो हावा पनि चलिरहेको तर चाहिँ कस्तो डढिहाल्ने क्या गर्मी चाहिँ कडा छ यहाँको चाहिँ कडा छ तर चिसो हावा पनि छ तर चाहिँ डढ्ने चाहिँ छ कि यहाँको चाहिँ तर तपाईँ ट्रेनबाट आयो भने चाहिँ सेबेस्टिका सोप्निका ट्रेनबाट चाहिँ चढेर हामी चाहिँ सुबिनेसका यो मासुबाट आएर बस पनि लाग्दो रहेछ होइन तर वेट गर्नुपर्ने कि बसलाई टाढा पुर्याउने साइकलमा हेर्नु न अब म चाहिँ लगभग कति बजे 2:30 बजे हिँडेको थिएँ अब लगभग 15 मिनट लाग्यो लगभग अब 10-15 मिनटमा त म पुग्छु अब चाहिँ हाम्रो तिलक सर हुनुहुन्छ उहाँलाई चाहिँ म भेट्छु है उहाँसँगै अझ मलाई भित्रको रुट अझै कन्फ्युज त भइरहेको छ तर चाहिँ नेभिगेसन हालेर त पुगिन सकिन्छ तर पनि लाइक अलि चाहिँ अनुभवी मान्छेसँग हिँड्यो भने 2-4 दिन पछि आफै हिँड्न सकिन्छ नि त होइन यही हो आइसकेँ अब सर कता हुनुहुन्छ सरलाई भेट्नु पऱ्यो उहाँ चाहिँ हाम्रो लेदर कम्पनी पुरानो मान्छे तिलक सर उहाँ चाहिँ एकदम राम्रो मान्छे एकदम हेल्पफुल मान्छे है त गाइस अब यहाँबाट चाहिँ जाने हो होइन ओके अब चाहिँ लगभग तिलक सरको जक्सनमा आइपुग्नु लागिसकेँ म वाउ छ कि ठाउँ वाउ छ अब होइन अब बिस्तारै जाउँ खासै बोल्न त अब त्यस्तै हो यसो भाइब्सहरू यसो भ्यू हेर्नु सबैजना साइक्लिङ गरेको हेर्नु भ्यू हेर्नु कस्तो दामी छ ए सर लाएर ओरिसिया हेर्नुहोस् यहाँबाट पो हुँदा अहिले म त्यहाँ झुक्केँ कि त्यो म्याप हेरेको हल्का अगाडिबाट रहेछ त्यसै कारणले यस्तै छ अब आफ्नो साइडबाट जाउँ राइट साइड हो नि त हाम्रो त झुकिने कि नेपालमा अब लेफ्ट साइड हुन्छ या राइट साइड हो नि त्यो अब कन्फ्युजिङ भइरहेको छ कन्फ्युजिङ म्याटर्स गरिरहेको छ होइन सो यही जस्तो लागेछ सर कता हुन्छ त आएर चाहिँ हेर्न सक्नुहुन्छ ट्रेन आउँदैछ होइन तर नाभा रहेछ यो चाहिँ यो स्टेसनको नाम चाहिँ नाभा रहेछ लाइक यहाँ सर्कल हामी चाहिँ यहाँबाट चाहिँ सर्टकट छ कि यहाँबाट कम्पनी जानको लागि यहाँबाट सर्कल नाभाबाट चाहिँ स्टेट हाइवेबाट आइयो त्यहाँबाट सिधा आएर चाहिँ जग्गा कसैको उयो भने चाहिँ हामी चाहिँ हुन्छ रमिएर आउँदैछ तिलक सर उहाँ चाहिँ हो तिलक सर हाम्रो चाहिँ तिलक सर उहाँको साइकल हो साइकल चाहिँ खतरा छ कि मेरो है साइकल चाहिँ पनि खत्रै छ है तिलक सर है हाम्रो तिलक सर है हेलो वेलकम टु माई ब्लग है मेरो ब्लगमा चाहिँ स्वागत छ ओके तिलक सरको त इलेक्ट्रिक छ होइन सर र उहाँ चाहिँ भयो 2-3 वर्ष भयो यहाँ कम्पनीमा म चाहिँ भर्खरै उहाँको साइकल 4 वर्ष भयो है के छ कोरिसिया कस्तो लागिरहेको छ तपाईँलाई चाहिँ इवान छ है फ्यामिलीले यतै हजुरको ए ए
कन्जुम किन छिर्न पर्ने फेरि ल त्यो बाटो त सर्टकट लाग्यो कि अब भनेको सब ब्रेक बनाउने काम भयो साइकलको अरू सबै ठिक छ ब्रेक सिट कसी त्यो पारेहरूसँग उनीहरू त सिट कसी है तिनीहरूको चाहिँ यो ब्रेक बनायो भने साइकल त मजाले कुदिरहेको त यो त पुरै यो त रेसिडेन्सी एरिया रहेछ यो त है दामी छ क्या कोरेसियाको हजुर अब घर त बस्नु अब बिस्तारै अब चाहिँ आइया छ होइन अब पैसा हुनु पऱ्यो अब चाहिँ घर उनीहरूलाई कि कट्ठै बेच्नु पर्छ चितवनको अहिले त प्लानिङ छैन मेरो सिस्टरहरू पनि यतै हो नि त मेरो सिस्टरको फ्यामिली पोर्चुगल दिदी भेना सबै यतातिर हो पोर्चुगल होइन म पहिला चाहिँ मेरो चाहिँ उद्देश्य भनेको फ्रान्स आर्मी चाहिँ ट्राई गर्ने मेरो सोच हो त्यो भएन भने फेरि नेक्स्ट प्लान अब यो कम्पनीमा कति टिकट सकेसम्म यसलाई नछोड्ने यहीँ काम गरिराख्ने अब चाहिँ लेट्स सी अब अहिले चाहिँ अब त्यस्तो प्लानिङ केही छैन हालसाललाई छैन के छाप्नु त्यही घर बनाइयो त्यही त हो नि व्यवसाय बिजुली व्यवसाय छ नेपालमा होइन त्यही अलिअलि सानोतिनो सप्लायर छ एउटा ग्रोसरी लिक्विड सानोतिनो छ त्यही यताउता छ त्यस्तै हो अनि चाहिँ त्यस्तै छ अब यो पर्सनल घर छ त्यो घर बनाउनु पर्दैन घर त रुममा 3 तला घर छ अब त्यही हो अब पैसा कमाइ भनेको त्यही हो अब त्यही हो अब अरू खासै केही छैन अहिले त्यो जग्गा छ अब खेत 3-4 एकड त होइन रमाइलो गरियो नि त हामी त त्यही 1 एकड जति कमाइयो होला 1 एकड जति मैले कमाएन नि त बढी रमाइयो नि त हो भने वाउ भ्यू गाइस हामी त भ्लगिङमा नि छौँ हाम्रो तल चाहिँ राज्य भिडियो बनाउनु भयो गाइस यो त पुरै यो त रेसिडेन्सी एरिया रहेछ यो त है दामी छ क्या कोरेसियाको हजुर अब घर त बस्नु अब बिस्तारै अब चाहिँ आइया छ होइन अब पैसा हुनु पऱ्यो अब चाहिँ घर उनीहरूलाई कि कट्ठै बेच्नु पर्छ चितवनको अहिले त प्लानिङ छैन मेरो सिस्टरहरू पनि यतै हो नि त मेरो सिस्टरको फ्यामिली त्यो भ्यूले गर्दा पनि आनन्द आउने क्या यहाँ वेदर भनौँ न भाइब चाहिँ अलग छ क्या यहाँ राइट होइन त्यो बाटो चाहिँ कम्पनी जानको लागि यो बाटो चाहिँ सही रहेछ क्या सर्टकट म कति बजे 2:30 बजे हिँडेको भनेपछि 2:35 हिँडेको सायद म कति बजे पुग्छु है त हिजो त्यस्तै लाग्यो हिजो पनि त्यस्तै 25 मिनट राउन्ड म चाहिँ पुगेको थिएँ आज पनि लगभग यता बच्चाहरूको मन्टेसरी जस्तै छ मन्टेसरी होइन अब चाहिँ यहाँबाट मेन हाइवे आयो अब लगभग हामी कम्पनी आइपुग्नुलाई यहाँ हामी सरको यहाँ कन्ज्युमर काम रहेछ सानो सपिङ तिलक सर अगाडि हुँदै हुन्छ लेखुर लेखुर म चाहिँ पछाडि यस
साह्रो हेर्नुहोस् कुरेसिया घाम यस्तो घाम छ कि स्वात्त पनि घाम छ तर चिसो पनि छ क्या तर यो घामले चाहिँ फेरि डढ्ने खालको के 35 भने लगभग हामी चाहिँ त्यहाँ बसियो यो हाफ एन आवरमा चाहिँ हामी चाहिँ कम्पनी चाहिँ आइपुग्छौँ सरर लाएर अब कसले अब कति भन्दा पनि अब कतिजना जान्छन् त्यही अनुसार लेफ्ट होइन चित्र समाज त उहाँ उसलाई सोध्नु होला नि त के अरे सुभाष सरलाई सुभाष सर खै यहाँ लेफ्ट होइन हजुर अब बल्ल चितवन समाजसँग कसैलाई चिन्दिनु त्यो सुभाष सर हो अब उहाँ पनि अब चाहिँ कोही पनि छैन एक्टिभ त्यो समाज भन्ने मात्र 5-6 जना मात्र हो त्यही पनि केही छैन त्यो ग्रुपमा त 70-80 जना भन्ने मात्रै हो त्यहाँ एक्टिभ कोही छैन केही छैन कामै नि त मैले पनि बाबु त जोड दिएको भएर 2 हप्ता त भयो त मैले त कति मेसेज गर्छु कसै रेस्पोन्सै छैन त्यो 2-4 जना केटाहरू त्यसो बोल्छ त्यही हो समाज भन्ने मात्रै हो त्यो यस गाइज फाइनल्ली हामी चाहिँ कम्पनी आइपुग्यौँ त्यही हो है त स्याट्ट लाएर तपाईँहरूलाई कति टाइम आयो भने चाहिँ लगभग त्यही आधी घन्टामा आइपुग्दो रहेछ दोब्रो 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 अनि यस्तै छ अनि यहाँ एकजना बुढो भेट भयो फेरि हाम्रो बुढो भेट भयो यहाँ के छ ब्रो वेलकम टु माई ब्लग ठिक छ नि साइकल हाम्रो तिलक सरको कम्पनीले त्यही यो सट्ट लिँदो है यसो लिँदो अब यसरी घुमेर चाहिँ साइकल पार्किङ गर्नु पऱ्यो होइन आज चाहिँ भोलि चाहिँ नेसनल डे भोलि बिदा रहेछ आज चाहिँ बिजी हुन्छ जस्तो छ 12 बजीसम्म काम हुन्छ कि भने गर्नु पऱ्यो काम पनि गर्नु पऱ्यो चाँडो पनि हो होइन सिस्टम मिलाएर जानु पऱ्यो या अब चाहिँ कम्पनी आइपुग्यो झप्प लाएर सरी चाहिँ जाउँ साइकल पार्क गरौँ यस सो कम्पनी साइकल पार्किङमा आइयो गाइज होइन साइकल पार्क गरेर जाने भित्र लड छैन यति नै बाँकी ड्युटी कति सकिन्छ के हुन्छ तपाईँलाई म अपडेट गराउनेछु थ्याङ्क यू यस गाइज आज चाहिँ हल्का लेट काम छ कि 10:30
काम सक्यो सबैजना गइसक्यो अब चाहिँ के देखाउने यस्तै छ अब पसिना पसिना भएको छ सियो मैले फेरि ठपल्लो आज हल्का हिजोभन्दा आज हल्का चाहिँ काम धेरै भयो होइन काम धेरै हो नि हामीलाई त एकदम चिल छ नि त अन्त के छ मेरो दोस्रोचोटि मेरो चाहिँ युट्युब भ्लगमा आउनु भएको छ 2-4 अहिले एकदम खुसी लाग्छ सुमन सरलाई सपोर्ट गर्नु होला सबैले होइन या अब सब्सक्राइब गरेर अलिकति माथिसम्म खेलिएर यस्तै छ हाम्रो नेपाली टोली या टोली साइकल राइडर ग्याङै भन्नुपर्छ त ड्युटी सकेपछि गाइजहरू अब ट्रेन स्टेसन आउनु लाग्यो मेन यस गाइज साइकलमा फर्किँदैछु अब के भन्ने है अब यस्तै छ आज सानबाई हामी हो भोलि बिदा छ भोलि क्रोएसियामा चाहिँ नेसनल डे र भोलि चाहिँ अफ छ सो साइकलमा मजा आउँछ यस तिला सरलाई थ्याङ्क यू सो मच है साइकल दिनुभयो अब मेरो साइकल नयाँ आएपछि ओके राति उनीहरू सब गयो फिलिपिन्सहरू सब गयो कुदाउँदै गयो बिस्तारै टायर्ड भयो कि साइकल पनि नकुद्ने बल्ल बल्ल कुदाउँदाखेरि त्यस्तै छ त्यस्तै छ ओ साथी विदेश भनेर नि के गर्ने धेरै दुःखहरू छ बाहिर झिलिमिली भित्रको संसार बेग्लै छ होइन त्यसैले दुःख छ नेपालमा पनि दुःखै छ अब नेपालमा सुख हुने गएकोदेखि आउनु पर्थ्यो भए पनि यहाँ चाहिँ एउटा अपर्च्युनिटी छ कामको रोजगार अवसर छ एउटा चाहिँ होइन इज्जत छ सो यस्तै चलिरहेको छ संसार बिस्तारै जान्छ ओके गाइज अब म जाँदैछु है अब बाटोमै छु अब अहिले पनि बिहान यही बाटो आएको अहिले के अब होइन त्यो रिपिट गर्ने त्यही नै हो अब ठिकै छ माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला होइन भिडियोलाई सेयर गरिदिनु होला त्यही भन्न चाहन्छु थ्याङ्क्स फर वाचिङ एन्ड डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब ओके सी यू नेक्स्ट ब्लग